नमस्ते सबैजनालाई। सबै आरामै हुनुहुन्छ होला जहाँ हुनुहुन्छ। अनि के छ भने मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् भन्न चाहन्छु सबैजनालाई। अनि के छ भन्दाखेरि अहिले चाहिँ एकजना भाइले एसएसडब्ल्यूमा आएकोले चाहिँ एसएसडब्ल्यूको एग्रिकल्चरमा आएकोले चाहिँ फुडमा चेन्ज गर्न मिल्छ कि मिल्दैन भन्नुभएको रहेछ। मजासँग मिल्छ है, चेन्ज गर्न नमिल्ने भन्ने चाहिँ हुँदैन। चेन्ज गर्न मजाले पाउनुहुन्छ हजुरको होइन, कोजिनको कोतो भएकोले होइन। आफ्नो अब आफूलाई मन परेन गरेन भने त्यो चेन्ज गर्नलाई रोकटोक भन्ने हुँदैन यहाँ चाहिँ है। आफूलाई काम मन परेन अथवा होइन, अब आफूलाई गर्न मन लागेको काम गर्छु भन्दा चेन्ज गर्न नपाउने भन्ने चाहिँ हुन। हजुरले अब जेमा पनि चेन्ज गर्न मिल्छ। अब पास गरेको हुनु पर्यो। अब फुडको पास गर्नुभएको छ भने फुडमा, बिल्डिङ क्लिनिङ होइन, अब केमा अब जेमा पास गर्नुभएको छ उसमा चाहिँ मजासँग चेन्ज गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ केही समस्या छैन है त। त्यसको लागि मात्र जेसुकै भए पनि मजासँग जुनबाट जुनमा जान नि मिल्छ भन्ने चाहिँ सोच्नुहोस् होइन। जुन पास गर्नुभएको छ र पास गरेको सेक्टरमा जुनसुकै फिल्डमा पनि जान मिल्छ, चेन्ज गर्न मिल्छ होइन। चेन्ज गऱ्यो भनेर न्यू अब है उसमा चाहिँ हौको गर्नु पऱ्यो, हजुरले काम पाउनु पऱ्यो, त्यति त हो नि। काम पाउनु भयो भने मजासँग गर्न सक्नुहुन्छ है त सबैजनाले। एसएसडब्ल्यूमा आएकोहरूले मजासँग पास गरेको फिल्डमा मजासँग चेन्ज गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू सो मच सबैजनालाई। त्यसको मात्र रिप्लाई दिन लागेको म आज होइन। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् भन्न चाहन्छु सबैजनालाई। थ्याङ्क यू सो मच।